नमस्ते, वेलकम छ मेरो च्यानल नेपाली मम अन ड्युटीमा। माघे सङ्क्रान्ति स्पेशल तिलको लड्डु बनाइरहेछु। बनाउन सजिलै छ, सबैलाई थाहा नै छ, त्यही पनि मैले बनाएको तरिका हजुरहरूलाई देखाउँदैछु। आधी किलो तिल र आधी किलो गुड छ। यो तिल धोइ पखाली गरेर सुकाएको तिल हो। धोइ पखाली गरेको भिडियो पनि अगाडि राखिरहेको छु, हेर्नु होला। गुड चाहिँ यसरी मसिनो पारेर धुल्याउनु पर्छ। घिउ अनि यो आलमन्ड बदाम मसिनो पारेर काटेर छु। अनि यो चाहिँ मुम्फली बदाम हो। ड्राई फ्रुट्सहरू नहाल्दा पनि तिलको लड्डु त्यतिकै मिठो हुन्छ। मसँग चाहिँ थियो अनि मैले हालेँ। काजु हाल्दा पनि हुन्छ, काजु नरिवलहरू। अब तिल भुट्न राखेँ। अलिक धेरै तिल छ भने चाहिँ 2 गान गरेर भुट्नुपर्छ। एकै गान भुट्दाखेरि तलको डर छ। मैले चाहिँ ठिक्क आधी किलो मात्रै थियो, त्यही भएर मैले एकै गान भुटेँ। अब एउटा भाँडामा बाउलमा मैले खन्याएँ तिल, अलिअलि सेलाउँछ अनि लड्डु बटार्नुपर्छ। अनि मैले बदामहरू पनि भुटेँ। अब यो भुटेर अलिक सेलाएपछि यसरी माडेपछि यसरी बोक्रा निस्किन्छ यसको, यो बदामको, अनि बोक्रा निकाल्छु। अब मैले यो आलमन्ड बदाम पनि भुट्दैछु अलिअलि। अब तिलमा म हालिदिन्छु। अब तिलमा यो सबैतिर पुग्ने गरी यसलाई मिक्स गर्नुपर्छ। अहिले सेलाइ पनि सको। अब गुड पकाल्न बसाएँ। अलिकति पानी हाल्नुपर्छ गुड पकार्दा। यतिको पग्लेपछि अब यसलाई सट्ट चाल्नुपर्छ। अब फेरि यसलाई 2-3 मिनट चलाउँदै पकाउँदै गर्नुपर्छ, डढ्न नदिइकन। अब मैले 1 चम्मच घिउ हालेँ। घिउ हालेर पनि फेरि यसलाई चलाउँदै पकाउँदै गर्नुपर्छ। अब यो गुड लड्डु बटार्न तयार भयो कि भएन भनेर यसरी चेक गर्नुपर्छ। एउटा बटुकामा चिसो पानी हालेर यसलाई अलिकति हालेर डल्लिन्छ कि डल्लिँदैन चेक गर्नुपर्छ। मजाले डल्लियो भने लड्डु पनि बटार्न सजिलो हुन्छ। कि मजाले गुड डल्लियो। अब गुड तयार भयो। अब मैले यो बदाम चाहिँ म हाल्दिनँ। बदाम चाहिँ म पछि लड्डुमा माथिबाट राख्नलाई मैले यो बदाम तयार गरेकी हुँ। अब मैले सट्ट यो गुड खन्याइदिएँ तातै। अब यसलाई मजाले मिक्स गर्नुपर्छ तातै तिल गुड। मैले चाहिँ तिल आधी किलो, गुड पनि आधी किलो लिइरहेछु। गुड अलिकति थोरै राखेर पनि लड्डु बनाउन सकिन्छ। यसलाई सबैतिर तिल चुप्पै हुने गरी चाहिँ मजाले चलाउनुपर्छ तातै। अलि सेलायो भने चाहिँ यो मिक्स हुँदैन राम्ररी। मिक्स भइसक्यो। अब यो डाडुमा लागेको पनि एउटा चम्मचले म सबै निकाल्छु।
यो तिलमा चाहिँ अब यति बेला हात लगाइहाल्न चाहिँ अलिक विचार गर्नुपर्छ छेउमा हात बोल्छ। अब एउटा बटुकामा पानी अनि घिउ अनि यो मुङफली मैले तयार गरिरहेछु। अब हातमा पानी र अलिकति घिउ लगाएर थोरै गरेर कत्रा लड्डु बनाउने हो त्यही अनुसारले। तातो छ तर हतार पनि गर्नुपर्छ, सेलाएपछि चाहिँ लड्डु बनाउन सकिँदैन, यो गुड एकदम अररिन्छ, साह्रो हुन्छ। हातमा पानी र घिउ लगाएर ठिक्का डल्ला बनाएर राख्दैछु। अब यहाँ माथि चाहिँ यो अलिकति गिलो हुँदै मैले माथिबाट यो मुङफली बदाम एउटा माथिबाट राखिदिन्छु। अलिक धेरै तिलको लड्डु बनाउने हुँदा चाहिँ 2 जना 3 जनाले तातै बनाउनु पर्छ। एक जनाले चाहिँ बनाइसक्दा ओर्दा यो गुड चाहिँ एकदम साह्रो हुन्छ र लड्डु बनाउन सकिँदैन। त्यही भएर थोरै हुँदाखेरि चाहिँ एक जनाले बनाउँदा पनि भ्याइयो। अब यसरी यो बदाम राख्यो भने चाहिँ अब हेर्दा पनि राम्रो, खाँदा पनि अब एउटा लड्डु खाँदा एउटा बदाम खाइयो भने मुखमा टेस्ट पनि राम्रो। त्यही भएर मैले बदाम राखेँ कि। हजुरहरू पहिलोचोटि मेरो च्यानलमा आउनुभएको छ भने मेरो भिडियो मन पर्यो भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियोलाई सेयर गरिदिनु होला। यसरी म लड्डु बनाउँदै सबैमा एउटा यो बदाम माथिबाट राखिदिँदैछु। तातै राखेपछि कस्तो राम्ररी ट्याप्प यो बदाम टाँसिन्छ, झर्दैन। लड्डु बनेर तयार भइसके। सम्पूर्णमा माघे संक्रान्तिको धेरै शुभकामना। यसरी बनाएर चाहिँ एउटा डब्बामा प्लास्टिकको अथवा सिसाको डब्बामा यसरी मिलाएर राख्यो भने चाहिँ अब जति बेर खाने हो त्यति बेर निकाल्दै खाँदै गरो, फेरि बिर्को लाउँदै राख्दै गरो। आजलाई यतिमै, फेरि अर्को भिडियोमा भेटौँला। बाई बाई, थ्याङ्क यू सो मच।